धेरै मानिसहरू प्रेममा पर्दैनन्, उनीहरू एट्याचमेन्टमा अड्किन्छन्। एट्याचमेन्टले भन्छ तिमी बिना म ठिक हुँदिन। लभ भन्छ तिमी खुसी रहनु नै मेरो खुसी हो, मसँग भए पनि नभए पनि। एउटा प्रसिद्ध भनाइ छ, प्रेम कुनै भावना मात्र होइन, यो एउटा सिप हो जसलाई अभ्यास गर्नुपर्छ। एट्याचमेन्ट भनेको डर हो, एक्लोपनको डर, गुमाउने डर, खालीपनको डर। लभ भनेको स्वतन्त्रता हो, यसले नियन्त्रण गर्दैन, यसले बाँध्दैन, यसले माग्दैन। बौद्ध दर्शनमा भनाइ छ एट्याचमेन्ट नै दुःखको जरो हो, किनकि हामी त्यो कुरालाई आफ्नो बनाउन खोज्छौँ जुन कहिले हाम्रो थिएन। एट्याचमेन्ट सोध्छ तिमी किन बदलिँदैछौ, लभ सोध्छ म तिमीलाई कसरी सहयोग गर्न सक्छु। एट्याचमेन्ट भन्छ मलाई छोडेर नजाऊ, लभ भन्छ म तिमीमाथि भरोसा गर्छु। कसैको उपस्थितिले तपाईँलाई शान्ति दिन्छ भने त्यो प्रेम हो, कसैको अनुपस्थितिले तपाईँलाई डर र बेचैनी दिन्छ भने त्यो एट्याचमेन्ट हो। इन्टेन्सिटीलाई तपाईँ प्रेम नठान्नुहोस्, कहिलेकाहीँ त्यो घाउ लागेको मनको चिच्याहाट मात्र हुन्छ। प्रेमले तपाईँको जीवन बढाउँछ, एट्याचमेन्टले खालीपन भर्न खोज्छ। फरक बुझ्नुहोस्। योर पिस डिपेन्ड्स अन इट।